उहाँहरूलाई नै सोध्नु न आज देशको स्थिति के छ। उज्यालो हुँदाखेरि 10,000 मान्छे झोला बोकेर हिँड्छन्। उहाँहरूले चलाएको देश हो। उद्योग धन्दा कल कारखाना त उहाँहरूले खोलेको हो नि त। अहिले भन्नुहुन्छ उहाँहरू हामीले मुलुक बनाएको, मारवाडी समुदायले मुलुक बनाएको भन्नुहुन्छ। देश कसले बनायो, कसले बनाउने होइन, देश कसले सिद्ध्यायो भन्ने कुरा हो। र देश कसले सिद्ध्यायो भन्ने कुरा हो। देश किन बनेन? आज यो देशमा जसले म उद्योगपति हुँ भनेर भन्यो नि, तिनीहरूले देश सिद्ध्याएको। उहाँले के राम्रो काम गर्नु भएको छ त, उद्योग त गर्नु भएको छ। म उहाँको प्रमाण दिन्छु नि, प्रमाण दिन्छु नि। अहिले के बिगार्नु देश होइन, के बिगारेको छैन उहाँहरूले। भन्नुहोस्। आज तपाईँहरू यहाँ सुन्नुहोस्, लघु वित्त पनि उहाँहरूकै, सहकारी पनि उहाँहरूकै, फाइनेन्स पनि उहाँहरूकै, डेभलपमेन्ट ब्याङ्क पनि उहाँहरूकै, इन्सुरेन्स पनि उहाँहरूकै, रिइन्सुरेन्स पनि उहाँहरूकै, होइन, हरेक कुराहरू सबै उहाँहरूकै। र उहाँहरूले गाउँदेखि टुप्पो सुमुन कसरी भनेदेखि नि पिरामिड शैलीमा यसरी पैसा तानेर आज जो पनि नेपालीहरू विदेश गएको छ नि, जति रेमिटेन्स आओस् न उहाँहरूकै झोलामा जाने हो त्यो पैसा। र उहाँहरूको पैसा आज कहाँ छ भन्दाखेरि इन्टायर पैसा त यहीँ हुनुहुन्छ। उहाँलाई नडारिकन सोध्नुहोस्। उहाँले आत्माले भन्नुहुन्छ उहाँको छोराले दुबईमा काम गर्नुहुन्छ, दुबईमा रियल इस्टेटको काम गर्नुहुन्छ। उहाँको छोराको बिहा दुबईमा भएको। नेपालप्रति राष्ट्रियता थियो भने नि मेरो छोराको मैले बिस्ताउन बिहा गरेको, राष्ट्रियता ममा छ। उहाँहरूले राष्ट्रियताको कुरा मात्रै गर्नुहुन्छ। यो के हो? यो नेपाल के हो? नेपाल भूमि के हो? लुटिनको लागि हो। अनि मेरो दाजुभाइ झुन्निएर मर्नुपर्ने, आज मेरो दाजुभाइले विष खानुपर्ने, मेरो दाजुभाइले संसद भवन अगाडि आएर शरीरमा पेट्रोल गरेर आगो लगाउनु पर्ने, आत्मदाह गर्नुपर्ने। देश मेरो लुटियो, मेरो देश लुटियो। आज उहाँले रोजगार दिएको भन्नुहुन्छ। यो देशको 70-75% पैसा 16 परिवारले चलाएको छ। पैसा कहाँ छ त? आज उहाँहरू यत्रो लगानी गरेर मैले रोजगारी सिर्जना गरेँ भन्नुहुन्छ। आज 2,90,00,000मा 1,40,00,000 मेरा युवा चाहिँ किन विदेशमा छ? तपाईँहरूका मारवाडी समुदायकै मान्छे मसँग 100जना चाहिँ मेरा घरमा आइरहेको छ। हाम्रो विषयमा बोलिदिनु पर्यो दुर्गाजी। हाम्रो घर जग्गा जिम्मी निलाम गरेर मारवाडी समुदायकै साथीहरूले आयो भनेर। गोल्छा गुरुको कुरा गरौँ। गोल्छा गुरुले तपाईँको हिरकुटी कागज किन्दाखेरि 76 करोड रुपियाँ लोन लियो। सुन्नुहोस् कुरो दाइ, आज 6 अरब रुपियाँ ऋण पुग्यो। आज जुन त्यो हिरकुटी कागजको पैसा तिरेको छैन। नेपाल ब्याङ्क लिमिटेडले के भने तपाईँलाई थाहा छ? यो जग्गा बेचेर, सरकारी जग्गा बेचेर तिर भन्छ। साङ्घाई ग्रुपले झापाको 7,000 बिहा चिया बगानको पैसा तिरेको छैन। यी खोज्ने कि नखोज्ने? ऊ त्यहाँ तपाईँको पशुपतिमा धेरै धर्म गरेँ भनेर पशुपति विकास के अरे पशुपति बालुले हिजो लिए नि, महिनाको 5,000 तिरेर महिनाको 5 करोड कमाउँदा रहेछन्। मैले सुनेको रञ्जना सिनेमाल यही हो त, यही हो धर्म। 4वटा गाई पालेर आँखामा छारो हाल्ने, यो त भएन नि भाइ। नेपाली एकछिन बोल्न दिनुहोस् न, एकछिन। 3 करोड नेपालीले भएको, तपाईँले उद्योगले मात्रै भएको। 4 वर्षपछि बिल आएपछि, कुलमान आएपछि बिल आउँछ भने कसरी थाहा हुन्छ? एकजनाको टाउको सड्किन्छ अनि बिल आयो, अरू आउँदाखेरि बिल आएन मिलाएको रहेछ कि रहन्छ। मेरा दाजु, तपाईँहरू 15-16 परिवार छ कि तपाईँहरूले नेपालमा आएर 2 नम्बरी मात्रै गर्न सिकाउनु भयो क्या?